हेलो एभ्रिवान, वेलकम टु यु इन माई अनदर भिडियो। आज चाहिँ म तपाईँहरू समक्ष कास्ट्रुलसँग सम्बन्धित एउटा यो भिडियो लिएर आएको छु। यो चाहिँ विशेष गरेर क्लास 9, 10 र त्योभन्दा माथिल्लो लेभलहरूमा म्याथमेटिक्स पढिन्जेली चाहिँ एकदमै उपयोगी छ। आशा छ यो भिडियोले हजुरहरूको तयारीमा थप सहयोग पुग्नेछ भन्दै आजको भिडियोतर्फ म अगाडि बढ्न चाहन्छु। अब कास्ट्रोल सुरु गर्दा चाहिँ यसरी चाहिँ तपाईँहरूले एउटा कुनै प्लेन पेपरलाई चाहिँ यसरी एक्स एक्सिस वाइ एक्सिसमा चाहिँ देखाइसकेपछि अब के गर्नुहोस् भने यो हामीलाई थाहा छ यो फर्स्ट, सेकेन्ड, थर्ड र फोर्थ क्वाड्रन्ट हो। सो फोर्थ क्वाड्रन्टदेखि चाहिँ तपाईँहरूले कास्ट वर्डको चाहिँ लेटरहरू क्रमैसँग लेख्न सुरु गर्नुहोस्। जस्तै यहाँ मैले लेखेँ, यहाँ म लेख्छु सी, यहाँ ए, यहाँ एस र यहाँ चाहिँ टी। यसरी चाहिँ लेख्नुहोस् CAST र यसरी लेखिसकेपछि अब यो सी भन्नुको मतलब सी भनेको चाहिँ के हो, ए भनेको के हो, एस भनेको के हो र टी भनेको के हो त। यो ए भनेको यहाँनिर अल के हुन्छ, यहाँनिर पोजिटिभ। यो फर्स्ट क्वाड्रन्ट ए भन्नुको मतलब यहाँनिर सबै ट्रिगोनमेट्रिक रेसियोहरू यानि कि साइन, कसेक, ट्यान, कट, कस र सेक सबै यहाँनिर चाहिँ पोजिटिभ हुन्छ। त्यसै गरी यो एस भनेको चाहिँ के हो भन्ने, एस भनेको साइन र यसको साइनको चाहिँ रेसिप्रोकल रिलेसन के हुन्छ हाम्रो कसेक। साइन र कसेक चाहिँ यो सेकेन्ड क्वाड्रन्टमा पोजिटिभ हुन्छ, यो बाहेक अरू सबै चाहिँ के हुन्छ, नेगेटिभ हुन्छ। त्यसै गरी टी भनेको यहाँनिर के हो भन्दा टी मिन्स ट्यान र ट्यानको रेसिप्रोकल रिलेसन भनेको हाम्रो के छ, कट छ। ट्यान र कट पोजिटिभ हुन्छ, यो बाहेक चाहिँ सबै यहाँनिर अरू रेसियोहरू के हुन्छन्, नेगेटिभ हुन्छन्। त्यसै गरी सी भन्नुको मतलब चाहिँ कस र यसको रेसिप्रोकल रिलेसन, कसको रेसिप्रोकल रिलेसन भनेको के हो, सेक। यहाँ कस र सेक नेगेटिभ हुन्छ यो क्वाड्रन्टमा, यो बाहेक अरू सबै पोजिटिभ हुन्छ। अब हाम्रो यहाँदेखि चाहिँ के हुन्छ, एङ्गल सुरु हुन्छ है। सो यो भनेको कट डिग्री हो भन्दा यो हामीलाई थाहा छ, यो यहाँसम्म 90 डिग्री, यहाँदेखि यहाँ 180 हो, यहाँदेखि यहाँसम्म आयो भने 270, यहाँनिर पुरै कम्प्लिट भयो भने कम्प्लिट टर्न कति हुन्छ, 360। सो अब यो फर्स्ट क्वाड्रन्ट भनेको चाहिँ हाम्रो के हुन्छ भन्दा यो 90 डिग्री माइनस थीटा हुन्छ। यो फर्स्ट क्वाड्रन्ट भनेको 90 डिग्री माइनस थीटा। अब सेकेन्ड क्वाड्रन्ट भनेको कति हुन्छ भन्दा यो 180 डिग्री माइनस थीटा हुन्छ है। 90, 90, 180, 180 प्लस 90 भनेको कति, 270। अब यो क्वाड्रन्ट भनेको कति हुन्छ, थर्ड क्वाड्रन्ट भनेको यो 270 डिग्री माइनस थीटा हुन्छ। त्यसै गरी यो फोर्थ क्वाड्रन्ट भनेको कति हुन्छ भन्दा यो कम्प्लिट टर्न भनेको हाम्रो कम्प्लिट एङ्गल भनेको 360, यो कति हुन्छ 360 डिग्री माइनस थीटा। अब यस पछाडि हामीले यहाँनिर जान्नै पर्ने कुरा भनेको रेसियोहरू कति बेला चेन्ज हुन्छ, रेसियोहरू कति बेला चेन्ज हुँदैन र रेसियो एउटा रेसियो चेन्ज हुँदाखेरि अर्को के बन्छ भन्ने कुरा यो एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ हामीले जान्नै पर्छ। जस्तै अब साइन केमा चेन्ज हुन्छ त, साइन केमा चेन्ज हुन्छ भन्दा साइन केमा चेन्ज हुन्छ, कसमा चेन्ज हुन्छ। अब साइन कसमा चेन्ज भएपछि ओभियसली कस केमा चेन्ज हुने भयो, साइनमा चेन्ज हुने भयो। त्यसै गरी अब अर्को भनेको हाम्रो ट्यान छ, ट्यान केमा चेन्ज हुन्छ भन्दा कटमा चेन्ज हुन्छ। ट्यान कटमा चेन्ज भएपछि कट पनि केमा चेन्ज हुने भयो, ट्यानमा चेन्ज हुने भयो है। त्यसै गरी अब बाँकी रह्यो के भन्दा कसेक, कसेक केमा चेन्ज हुन्छ, कसेक केमा चेन्ज हुन्छ भन्दा कसेक चेन्ज हुन्छ सेकमा, र कसेक सेकमा भएपछि ओभियसली सेक केमा चेन्ज हुन्छ, कसेकमा चेन्ज हुन्छ। यति जानिसकेपछि अब यहाँनिर यो साइन 90 डिग्री माइनस थीटा, कस 90 डिग्री माइनस थीटा लगायत यो सबै 6वटा रेसियोहरू है 90 माइनस थीटा हुँदाखेरि के हुन्छ भन्दा यहाँ अल पोजिटिभ हो। अल पोजिटिभ भएपछि अब रेसियोहरू कति बेला चेन्ज हुन्छ, कति बेला चेन्ज हुँदैन भन्नेतिर म तपाईँहरूलाई
लग्न गइरहेको छु। हामीले जहिले पनि यो यहाँनिर दिएको एङ्गलहरूमध्ये लास्टको 0 भन्दा अगाडिको डिजिटहरू हेर्ने, लास्टको 0 भन्दा अगाडिको नम्बरहरू हेर्ने। त्यो नम्बर यदि पोजिटिभ छ, सरी त्यो नम्बर यदि इभन छ के हुन्छ? चेन्ज हुँदैन। यदि अड छ भने चाहिँ चेन्ज हुन्छ। जस्तै सिम्पल तपाईँहरूलाई म एउटा एक्जाम्पल भन्छु। साइन 90 डिग्री माइनस थीटा, साइन 90 डिग्री माइनस थीटा के हुन्छ त? यो 0 भन्दा अगाडि के छ? 9 छ। दिस वान इज अड। सो अड छ भने के हुन्छ? चेन्ज हुन्छ। साइन केमा चेन्ज हुने रहेछ? कसमा हो। अब साइन 90 डिग्री माइनस थीटामा यहाँनिर के हुन्छ? अल पोजिटिभ हुन्छ। त्यो भएको कारणले गर्दा यहाँनिर सबै पोजिटिभ। साइन 90 डिग्री माइनस थीटा भनेको कस थीटा हुने रहेछ है। त्यसै गरी अब यहाँनिर अर्को कन्डिसन आयो। मानौँ यहाँनिर तपाईँहरूलाई एकछिनको लागि कस आयो, कस 180 डिग्री माइनस थीटा आयो। अब कस 180 डिग्री माइनस थीटा के हुन्छ होला? 180 डिग्री माइनस थीटा भनेको कुन हाम्रो सेकेन्ड क्वाड्रन्ट हो। सेकेन्डमा कुन कुन पोजिटिभ हुन्छ? साइन र कसेक। सो कस 180 डिग्री माइनस थीटा सेकेन्ड क्वाड्रन्टमा पर्छ। त्यहाँनिर पोजिटिभ हुने भनेको साइन र कसेक हो। यो बाहेक अरू सबै के हुन्छ? नेगेटिभ हुन्छ। नेगेटिभ हुने भएको कारणले गर्दाखेरि यो के हुन्छ? कस माइनस हुन्छ। अब यो 0 भन्दा अगाडि 18 छ है। यो 18 भनेको त इभन हो। इभन भएको कारणले गर्दा के हुन्छ? कस चेन्ज हुँदैन, नो चेन्ज। कस के हुने भयो? साइन कस 180 डिग्री माइनस थीटा कस थीटा माइनस कस थीटा हुने भयो। अब यतातिर सरर म तपाईँहरूलाई लग्न चाहन्छु। जस्तै यहाँनिर अघि पनि मैले भने यहाँ अल पोजिटिभ हुन्छ। यहाँनिर केमा चेन्ज हुन्छ त? साइन, जस्तै मानौँ साइन 90 डिग्री माइनस थीटा हो। त्यसै गरी कस 90 डिग्री माइनस थीटा। अनि त्यसै गरी हाम्रो के छ? ट्यान 90 डिग्री माइनस थीटा है। अनि त्यस पछाडि हाम्रो के छ भन्दा कसेक, कसेक 90 डिग्री माइनस थीटा। यो चारवटा मैले लिए। बाँकी यस्तै यस्तै हो। अब हामीले तल पनि लेखिसकेको छ र मैले अघि भनिसकेको छु। साइन 90 डिग्री माइनस थीटा, यो 90 को पछाडिको लास्ट डिजिट भनेको 0 छ। यो 0 भन्दा अगाडिको नम्बर भनेको 9 हो। यो अड भएको कारणले गर्दा यहाँनिर साइन के हुने भयो? चेन्ज हुने भयो। सो साइन चेन्ज हुँदाखेरि केमा चेन्ज हुन्छ भन्दा साइन केमा चेन्ज भएको छ? तल कसेकमा चेन्ज भएको छ, सरी कसमा चेन्ज भएको छ। सो साइन 90 डिग्री माइनस थीटा भनेको चाहिँ कस थीटा। अब साइन कसमा चेन्ज भएको छ? कस केमा चेन्ज हुन्छ? साइनमा। सो कस 90 डिग्री माइनस थीटा भने के भयो? यो साइन थीटा भयो। अब ट्यान केमा चेन्ज भएको छ? ट्यान कटमा चेन्ज भएको छ है। ट्यान केमा चेन्ज हुने भयो? कटमा। ट्यान 90 डिग्री माइनस थीटा भनेको कट थीटा है। त्यसै गरी कसेक 90 डिग्री माइनस थीटा, कसेक केमा चेन्ज हुन्छ होला त? यहाँ कसेक केमा चेन्ज भएको छ? कसेक सेकमा चेन्ज हुन्छ, सेक भए कसेकमा चेन्ज हुन्छ। कट केमा चेन्ज हुन्छ? ट्यानमा, ट्यान कटमा चेन्ज हुन्छ। सो कसेक 90 डिग्री माइनस थीटा भनेको के हुन्छ त? हाम्रो सेक थीटा, सेक थीटा हो। यसरी चाहिँ हामीले यसलाई चाहिँ क्लियरली चाहिँ बुझ्न सकिन्छ। जस्तै मानौँ एउटा यहाँनिर तपाईँलाई चाहिँ एकछिनको लागि चाहिँ यहाँ तपाईँलाई चाहिँ कति दियो भन्दा साइन, तपाईँलाई एकछिनको लागि मानौँ यहाँ साइन कति दियो एकछिनको लागि? 90 डिग्री माइनस 30 डिग्री दियो। अब यसको भ्यालु कति हुन्छ होला है? साइन 90 डिग्री माइनस 30 डिग्री यसको भ्यालु कति हुन्छ होला भन्दा तपाईँले के गर्नु पर्यो? साइन 90 डिग्री माइनस थीटा भनेको साइन केमा चेन्ज हुन्छ भन्दा यो साइन केमा चेन्ज हुने भयो? कसमा। साइन 90 डिग्री माइनस थीटा भनेको यो कस थीटा, कस 30 डिग्री भयो। कस 30 डिग्री भनेको कति हो? कस 30 डिग्री भनेको कति भन्दा यो भनेको √3/2 हुन्छ। यसरी चाहिँ हामीले योसँग रिलेटेड प्रब्लमहरू चाहिँ सल्भ गर्न सकिन्छ है। अब त्यसै गरी जाउँ सेकेन्ड क्वाड्रन्टमा। सेकेन्ड क्वाड्रन्टमा यो भनेको फर्स्ट क्वाड्रन्ट, सेकेन्ड क्वाड्रन्ट, थर्ड क्वाड्रन्ट र फोर्थ क्वाड्रन्ट।
अब सेकेन्ड क्वाड्रन्ट भनेको यहाँसम्म हामीलाई थाहा छ, यहाँसम्म स्ट्रेट एङ्गल 180 डिग्री भएको छ। सो यहाँनिर के गर्नुहोस् भन्दा साइन लेख्नुहोस्, साइन 180 डिग्री माइनस थीटा है, साइन 180 डिग्री माइनस थीटा। त्यसै गरी टेन 180 डिग्री माइनस थीटा है। अर्को म लेख्छु कसेक 180 डिग्री माइनस थीटा। ल अब यहाँनिर के पोजिटिभ हुन्छ भनेको छु मैले भन्दा यहाँनिर के पोजिटिभ हुन्छ भन्दा यहाँ साइन र कसेक मात्र पोजिटिभ हुन्छ, यो बाहेक अरू सबै नेगेटिभ हुन्छ। सो यहाँनिर साइन 180 डिग्री माइनस थीटा है, अघि मैले तपाईँहरूलाई के भनेको छु, यो 0 भन्दा अगाडिको नम्बर इभन हो भने रेसियो चेन्ज हुँदैन है। यो 0 भन्दा अगाडि 18 छ, यो इभन भएको कारणले गर्दा साइन साइन नै रहन्छ। यहाँ चाहिँ साइन किन चाहिँ कसमा चेन्ज भयो, 0 भन्दा अगाडि अड थियो, तर यहाँ यो 0 भन्दा अगाडि इभन भएको कारणले गर्दा यो के हुन्छ, रेसियो चेन्ज हुँदैन। सो यहाँनिर के पोजिटिभ हुन्छ, साइन र कसेक मात्र। साइन र कसेक बाहेक अरू जस्तै ट्यान, कट, कसेक ट्यान, कट, त्यसै गरी कुन सेक अनि के चाहिँ कस, यिनीहरू चाहिँ यहाँनिर नेगेटिभ हुन्छन्। अब साइन 180 डिग्री माइनस थीटा भनेको यहाँ साइन के हुन्छ, पोजिटिभ हुन्छ, त्यो भएको कारणले गर्दा के भयो, साइन थीटा। अब टेन 180 डिग्री माइनस थीटा, यहाँ त यो साइन र कसेक मात्र पोजिटिभ हुन्छ, टेन त के हुन्छ यहाँनिर नेगेटिभ हुन्छ है। के हुन्छ, टेन नेगेटिभ हुन्छ, यो के भयो, टेन थीटा। किन टेन थीटा टेन थीटामै रह्यो, किन टेन चेन्ज भएन भन्दा 0 भन्दा अगाडि इभन छ, मैले फ्रिक्वेन्टली भनिसकेँ। यो 0 भन्दा अगाडि फेरि 18 छ यहाँनिर, यो पनि इभन हो। सो कसेक यहाँनिर के हुन्छ, चेन्ज हुन्छ त हुँदैन। यहाँनिर साइन र कसेक पोजिटिभ हुने भएको कारणले गर्दाखेरि यो के हुँदैन, नेगेटिभ हुँदैन, भनेको के हुन्छ, कसेक थीटा नै हुन्छ है। अब त्यसै गरी अरू रेसियोहरू पनि यही अनुसार हजुरहरूले चाहिँ लेख्न सक्नुहुन्छ। यहाँनिर साइन र कसेक बाहेक अरू सबै के हुन्छ, नेगेटिभ हुन्छ है। अब जाउँ हामी 270 माइनस थीटातर्फ, 270 डिग्री माइनस थीटातर्फ। यहाँनिर के पोजिटिभ हुन्छ, ट्यान र कट। 270 डिग्री माइनस थीटामा चाहिँ ट्यान र कट मात्र पोजिटिभ हुन्छ। जस्तै अब साइन 270 डिग्री माइनस थीटा, त्यसै गरी कस 270 डिग्री माइनस थीटा, टेन 270 डिग्री माइनस थीटा, कट 270 डिग्री माइनस थीटा, अनि त्यसै गरी कसेक 270 डिग्री माइनस थीटा, र अर्को चाहिँ हाम्रो के छ, सेक 270 डिग्री माइनस थीटा। ल अब यहाँनिर के पोजिटिभ हुँदो रहेछ, ट्यान र कट, ट्यान र कट चाहिँ यहाँ पोजिटिभ हुँदो रहेछ। अब त्योभन्दा अगाडि रेसियो चेन्ज हुन्छ कि हुँदैन, यो कुरा फेरि हामीले ख्याल गर्ने। यो 0 भन्दा अगाडि 27 छ, 27 त अड हो, अड भएको कारणले गर्दा के हुन्छ, रेसियोहरू चेन्ज हुन्छ, भनेको हाम्रो टेन केमा चेन्ज हुन्छ, कटमा। सो यहाँनिर टेन र कट यो दुईटा चाहिँ पोजिटिभ, यो बाहेक अरू सबै नेगेटिभ। सो यो टेन केमा चेन्ज भयो, कटमा, यो भनेको के हुने भयो, अब कट थीटा। अर्को कट केमा चेन्ज हुन्छ, कट केमा चेन्ज भएको छ, टेनमा। सो यो भनेको के भयो, टेन थीटा। तर यो टेन र कट बाहेक अरू सबै यहाँ नेगेटिभ हुन्छ। अब साइन 270 डिग्री माइनस थीटा भने के हुने हो, एट फर्स्ट साइन इज नेगेटिभ हो, यसको साइन चाहिँ नेगेटिभ हुन्छ। अब साइन केमा चेन्ज हुन्छ, हाम्रो कसमा चेन्ज हुन्छ हो, साइन केमा चेन्ज हुन्छ, कसमा, कस थीटा। किन चेन्ज हुन्छ, 0 भन्दा अगाडि अड, यो 0 भन्दा अगाडि फेरि यहाँ अड नम्बर भएको कारणले गर्दा कस केमा चेन्ज हुन्छ, साइन थीटा। त्यसै गरी अब कसेक, यहाँनिर कट र ट्यान मात्र पोजिटिभ हुन्छ, यो कसेक पनि के हुने भयो, नेगेटिभ। कसेक चेन्ज हुँदाखेरि केमा चेन्ज हुन्छ, सेक माइनस सेक थीटा। अब कसेक सेकमा चेन्ज भयो, सेक केमा चेन्ज हुन्छ, कसेकमा चेन्ज हुन्छ, कसेक थीटा।
यसै गरी अब फोर्थ क्वाड्रन्टमा जाउँ हामी। फोर्थ क्वाड्रन्टमा भनेको हाम्रो के हुन्छ, यहाँनिर पनि लेख्दै जाउँ। साइन 360 डिग्री माइनस थीटा, कस 360 डिग्री माइनस थीटा, tan 360 डिग्री माइनस थीटा, कट 360 डिग्री माइनस थीटा। त्यसै गरी हाम्रो के छ अर्को, कसेक 360 डिग्री माइनस थीटा र अर्को हाम्रो छ सेक 360 डिग्री माइनस थीटा। अब यिनीहरू के कसरी चेन्ज हुन्छ या हुँदैन, यो तर्फ हामी अगाडि बढौँ। यहाँ अघि मैले भनेको छु, यो भनेको फोर्थ क्वाड्रन्ट, यो सी हो। सी भन्नुको मतलब यहाँ कस र यसको रेसिप्रोकल रिलेसन, कस र यसको रेसिप्रोकल रिलेसन भनेको सेक बाहेक अरू सबै के हुन्छ, नेगेटिभ हुन्छ। अब त्यसो हो भने कहाँ छ त कस र सेक हो, कस र सेक कहाँ छ त, कस यहाँ छ एउटै, कस यहाँ छ, अर्को सेक कहाँ छ, लास्टमा छ हो, कस र सेक लास्टमा छ। यहाँनिर कुन कुन मात्र पोजिटिभ हुन्छ, कस र सेक मात्र। अब त्यसो भए पोजिटिभ हुनेलाई सुरुमा लेखौँ न त। त्योभन्दा अगाडि रेसियो चेन्ज हुन्छ कि हुँदैन, यो 0 भन्दा अगाडि कति छ, 36 छ। 36 इभन भएको कारणले गर्दा 0 भन्दा अगाडिको नम्बरहरू इभन छ भने रेसियो नो चेन्ज भनेको मतलब के हुने भयो, कस कसमै रहने भयो र यो थीटा भयो। अब सेक यो पनि के भयो, सेक थीटा नै रह्यो। कस र सेकको चाहिँ यो फोर्थ क्वाड्रन्टमा चाहिँ साइन चेन्ज हुँदैन, बाँकी सबै के हुन्छ, नेगेटिभ हुन्छ है। अब साइन 360 डिग्री माइनस थीटा भनेको के भयो, माइनस साइन थीटा। त्यसै गरी tan 360 डिग्री माइनस थीटा भनेको माइनस tan थीटा। रेसियो चेन्ज भएन यसको पनि। अब यहाँनिर कुनैको पनि रेसियो चेन्ज हुँदैन। कट 360 डिग्री माइनस थीटा भनेको माइनस कट थीटा र कसेक 360 डिग्री माइनस थीटा भनेको माइनस कसेक थीटा हो। यसरी चाहिँ हामीले कास्ट रुललाई चाहिँ क्लियरली बुझ्न सकिन्छ। सो आशा छ यो भिडियोले फेरि पनि तपाईँहरूलाई एउटा तयारीको लागि ठुलो भूमिका खेल्नेछ भन्दै आजको लागि यो भिडियो यहीँनिर अन्त्य गर्छु। थ्याङ्क यू एभ्रिवान।